के हजुरहरू पनि घर बसेर बोर भइसक्नु भएको छ? हो, यदि त्यस्तो हो भने आउनुहोस्, हजुरहरू पनि मैले जस्तै नियमित शारीरिक व्यायाम गर्नुहोस्, भजन कीर्तन सुन्नुहोस्, भजन गुनगुनाउनुहोस् र यदि घरमा छ भने बुक स्टडी गर्नुहोस्। यदि छैन भने टिभीमा युट्युबमा नयाँ नयाँ कुराहरू, मनोरञ्जनात्मक कुराहरू, जो ज्ञानका कुराहरू सुन्नु, हेर्ने र पढ्ने गर्नुहोस्। यसले गर्दा पनि घरबाट बस्ने तनाव कम हुन सक्छ। हजुरहरू घरमै बसिदिनु होला। विषय स्टे होम भन्ने कुरालाई मनमा लिदिनु होला। यदि घरबाट बाहिर निस्किहाल्नु पर्यो भने पनि पर्सनल प्रोटेक्सन इक्विपमेन्ट यानि कि व्यक्तिगत सुरक्षाका उपकरणहरू जस्तै मास्क, ग्लोभ्सको प्रयोग गर्नुहोला। व्यक्तिहरूबाट टाढै रहनुहोला।